आउँथ्यो होला नि त त्यो पहिला कि कहाँ गई पोइको घर बिहे गरिसके बिना बाँच्न सक्दिनँ भन्थे अहिले अर्कैसँग बिहा गरेर बसेको छ अस्ति बजारमा भेट भएको थियो एउटा बच्चा साथमा रहेछ अर्को चाहिँ पेटामा अनि के भनिस् उसैले आँतिले दाई भनी बुढोसँगै रहेछ जेठान साहब नमस्कार भनौँ मुख फर्काउन मन थियो फेरि सोचेँ त्यसकै घर बिग्रेला भनेर नमस्कार फर्काइदिएँ अझै माया लाग्छ त्यसको लाग्न त लागिहाल्छ नि अब ऊ बेलाको उरुन ठेउलो बुद्धि हात काटेर मन्दिरमा लगेर सिउँदोमा सिन्दुर हाल्यो रगतले नाम लेखियो अहिले भाग्यमा अर्कै लेखाएर छ सम्झना त आउँदो रहेछ त सम्झना त आइहाल्छ नि घरमा पालेका कुकुरको त माया लाग्छ त्यो त मान्छे फरक यति हो पहिला सम्झना आउँदा ओठमा मुस्कान आउँथ्यो अहिले आँखाभरि आँसु